संविधान असफल कि हाम्रो कानुन असफल हो, हामी असफल कि हाम्रो समय असफल हो, हाम्रो व्यवहार असफल कि हाम्रो सोचाइ असफल हो। कसैले विधि नमान्ने त कसैले रीति नमान्ने, कसैले समाज नमान्ने, कसैले संस्कार नमान्ने, तै जान्ने र मै जान्नेहरू अरूको भिडमा कसैले कसैलाई नमान्ने, त ठुलो कि म ठुलो, अहङ्कार ठुलो कि संस्कार ठुलो, आकार ठुलो कि प्रकार ठुलो, पेलेरै जाने कि सम्हालेर लाने, पद ठुलो कि देश ठुलो, प्रश्नै प्रश्न छन् यहाँ। यो प्रश्न म राख्न चाहन्छु सभामुख महोदय र प्रधानमन्त्रीज्यूको उपस्थिति। अहिलेसम्म हामीले गरेको सङ्घर्ष, अहिलेसम्म गरेको हामीले गरेको आन्दोलन, यसको मर्म एउटै उद्देश्य छ, प्रधानमन्त्री भन्ने पद त्यो व्यक्तिसँग सरोकार राख्दैन। प्रधानमन्त्री भन्ने पद संसदप्रति उत्तरदायी हुने कि नहुने, संविधानको धारा 76 को उपधारा 10 अन्तर्गत यो संसद चल्ने कि नचल्ने।